साजन लिम्बू ब्लग यहाँनिर टन्नै छ है भित्रको चाहिँ भित्रै हुनुहुन्छ फाइनली म चाहिँ गङ्गोत्री चोक आइपुगेको छु होइन सो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईँहरू के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला होइन। मलाई लागिरहेको छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि आज चाहिँ स्पेसियल दिन रहेको छ हामी सबै नेपालीहरूको है। आज 2083 साल अनि 2083 सालको चाहिँ सबैजनालाई धेरै धेरै शुभकामना होइन। आइराखेको यो 83 सालभरि चाहिँ हजुरहरू सबैजनाको दिन सुख रहोस्, सुखमय बितोस् होइन। अनि त्यसपछि आज न्यु इयरको स्पेसल दिनमा चाहिँ म यहाँबाट घुम्न जाँदैछु है। घुम्नको लागि चाहिँ मैले डेस्टिनेसन चाहिँ मैले पिक गरिसकेको छु र मेरो डेस्टिनेसन चाहिँ म घरबाट निस्किन्छु। यहाँबाट चाहिँ सिधै म विजय जामसेन गुम्बा जानेछु। एक्चुअली विजय जामसेन गुम्बा गएर चाहिँ होइन त्यहाँको नजाराहरू कस्तो छ है, त्यहाँको भ्यूहरू कस्तो छ देखाउनेछु तपाईँहरूलाई, भिडियोमा इन्जोय गराउनेछु होइन। मलाई लाग्छ मैले नेटहरूमा हेर्दाखेरि चाहिँ त्यो ठाउँमा धेरै राम्रो चाहिँ छ अरे भनिरहेछ। अब निस्किन आँटेको छु होइन। आज अलिक ढिलो पनि निस्केँ नयाँ सालले गर्दाखेरि होइन। सो भ्लगमा इन्जोय गर्दै गर्नु होला। होप यो सबैजनालाई मेरो भ्लग मनपर्ने छ। अनि डोन्ट फर्गेट टु सब्सक्राइब साजन लिम्बू भ्लगलाई होइन। साजन लिम्बू भ्लगलाई धेरै धेरै माया गरिदिनु भएको छ, त्यतिमै म खुसी छु। फाइनली 407 सब्सक्राइबर पनि गेन गरिसकेको छु होइन। अझै धेरै तपाईँहरूको मलाई माया अनि साथ सपोर्ट चाहिएको छ। अनि साजन लिम्बूको भिडियोहरू मन पऱ्यो भने चाहिँ भिडियोहरूलाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला होइन। तपाईँहरूलाई मेरो भिडियो मन परेको छ भने चाहिँ तपाईँहरूको साथीहरूलाई सेयर गरिदिनु होला भन्दै बाटोमा इन्जोय गर्दै जानेछौँ। ओके गाइज, लेट्स इन्जोय। सो साथीहरू है, म माथि विजय जामसेन गुम्बा जानको लागि चाहिँ मैले अर्को बाटो रोजेँ। म माथि फुटुङको बाटो गइनँ, तल भत्का पुल बाटो जानु पर्यो भनेर त्यहाँबाट सिधै गङ्गापुर झर्छु। अनि गङ्गापुरबाट चाहिँ अनि सिधै नारायणथाङको गाडी पक्रेर जान्छु। म गाडीबाट जाँदैछु होइन। सो मेरो भ्लगलाई इन्जोय गर्दै गर्नु होला। तर मलाई यो यहाँ आउनेको ठाउँ चाहिँ एकदम रमाइलो लाग्छ क्या, धेरै धेरै रमाइलो लाग्छ होइन। किन हो क्या, कतिखेर पुग्ने छु आज अलिक ढिलो निस्केको छु होइन। म अलिकति बेलुका साँझको भ्यू चाहिँ क्याप्चर गर्नु पर्यो भनेर चाहिँ त्यहाँनिर जाँदैछु। साँझको भ्यू चाहिँ कस्तो आउँदो रहेछ भनेर लगभग 4 बजी पुग्ने हिसाबले जाँदैछु होइन। कति टाइम लाग्दो रहेछ म त्यो पनि तपाईँहरूलाई देखाउने छु। के गर्नु गाइज, जाडो पनि छ, गर्मी पनि छ, जिन्दगीको गोरेटोमा यस्तै छ साथीहरू। म चाहिँ यहाँ माथिबाट हिँडेर आएको है। अब रोडमा पुग्नु आँटेको छु होइन। यहाँबाट यसो घुमेर जानेछु। अनि यहाँबाट हजुर हेलो ओ भाइ फुच्चेहरू पुरा कुदाउने रहेछ। ल उइली आन ल साजन लिम्बू ब्लग छ ल। ओ साजन लिम्बू ब्लग, साजन लिम्बू ओहो दामी दामी। ल ओ भाइले चाहिँ राम्रो, तिमी पनि आन ल। साजन लिम्बू ब्लग छ ल, स्पेस छ ल, आन तिमी पनि उठाऊ। ब्लग्स VLOGS 500 एराउन्ड छ, भर्खर हो ल। आन प्रोफाइल मै छु ल, राम्रो कुदा है ल। आन ल, सब्सक्राइब गरिदिनु भन्दैछ भाइले है साथीहरू। सब्सक्राइब गर्नु चाहिँ नभुल्नु ल। आउँदाखेरि मैले भाइहरूलाई भेटेँ, खुसी लाग्यो है। सो इन्जोय गर्दै गर्नु गाइज होइन। म यहाँबाट चाहिँ जाँदैछु, मेरो डेस्टिनेसन अलिकति टाढो छ है। सो अनि साथीहरू होइन, म चाहिँ गाडी चल्ने ठाउँ आइपुगेको छु, यो भत्का पुल भन्ने ठाउँ। सो गाडी चाहिँ यहाँ छ होइन, बसिरहेछ, गइसक्यो जस्तो छ यार। अस्ति पनि त्यस्तै भयो, हिँड्दा हिँड्दा गाडी छुट्टिन्छ भिडियो गर्दा गर्दै है। र यहाँबाट गाडी चल्नेछु, गाडी गइसक्यो।
सो गाइस है फाइनली म चाहिँ गङ्गोपुर चोक आइपुगेको छु होइन। गङ्गोपुर चोकको पनि शिव मन्दिरमा त्यहाँबाट चाहिँ गाडी नारायणथानको डाइरेक्ट गाडी चढेर जाँदैछु होइन। गाडी कतिखेर आउँछ त्यो थाहै भइरहेको छ। सो गाइस फाइनल्ली म नारायणथान आइपुगेँ है। अलिक ढिलो ढिलो पनि भयो। बजार लागिरहेको रहेछ आज। जानुपर्ने चाहिँ यो माथि मजु है। अल्छी लाग्यो एक्लै हिँड्नलाई, अनि भाइले लिएर हिँडेको। आज नारायणथानमा मेला लागेको रहेछ है। बाथी बजार माथि गुम्बादेखि तलैसम्म मेला लागेको रहेछ होइन। म चाहिँ अलिक ढिलो आइपुग्यो। अलिक बिहानै आउनुपर्ने रहेछ। सबै फर्किँदैछन्, म चाहिँ अब जाँदैछु है। सो गाइज है, म चाहिँ फाइनली यो छोडिङ स्टेप के हो छोडिङ स्टेप होइन। यहाँबाट अब अलिकति टाइम लाग्छ, धेरै लाग्दैन, 2-3 मिनट जति लाग्छ होइन। पल्लो बाटो र ओल्लो बाटो छ। पल्लो बाटो चाहिँ सिधै बुढानीकण्ठ मन्दिर निस्किन्छ। अनि यो चाहिँ यता तल यो विष्णुमतीको नजिकै निस्किन्छ। ओहो अप्ठ्यारो बाटोमा लडिन्छ है, लडिन्छ, अप्ठ्यारो बाटोमा जान्छ। फाइनली म चाहिँ आइपुगेँ है माथि विजय जामसङ गुम्बा। तर अलिक ढिलो भयो, रात पनि परिसकेको छ होइन। आज चाहिँ बन्द भइसकेको रहेछ। कुनै दिन आउनेछु होइन, फेरि पनि अलिक टाइम मिलाएर। अहिले भएको जति बाहिरबाट देखाउने छु तपाईँहरूलाई होइन, हेर्न सक्नुहुनेछ। चिसो चिसो आइरहेछ, चिसो भइरहेछ है। जस खुसी चाहिँ खुसी लागिरहेछ, यतिसम्म पनि आएँ होइन। छिर्नेहरू चाहिँ छिरिरहेको रहेछ, निस्किनु मात्रै बाँकी रहेछ। भित्र चाहिँ अब टिकट चाहिँ बन्द भइसकेको छ, 5 बजीसम्म मात्रै रहेछ। म चाहिँ अलिक ढिलो आइपुगेँ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ है, मान्छेहरू चाहिँ यहाँनिर टन्नै छ है। भित्रको चाहिँ भित्रै हुनुहुन्छ, तर गेट चाहिँ बन्द भएर रहेछ होइन। टिकट चाहिँ बन्द भइसकेको रहेछ। टिकट काउन्टर चाहिँ यहाँ रहेछ होइन। अनि अघि नै बन्द भएर रहेछ। अनि आउँदाखेरि आज अलिकति ढिलो भयो, केही छैन। तपाईँहरूलाई म बाहिरबाट पनि देखाइदिन्छु। भित्र चाहिँ एकदम राम्रो रहेछ होइन। वरिपरि के छ म देखाउँछु, हेर्नु। यहाँ तलतिर चाहिँ फेरि भ्यू टावर पनि रहेछ क्या। मान्छेहरू चाहिँ यहाँनिर रहेछ। यो नै होस् एकदम राम्रो लाग्ने भनेको है मलाई। तर अहिले चाहिँ बन्द भएर जस्ट जानु पाइएन होइन। यो चाहिँ भ्यू टावर रहेछ। भ्यू टावर चाहिँ भित्र छिर्नु चाहिँ पाइने रहेछ होइन। पिङ खेल्ने ठाउँ पनि रहेछ है। अघि मैले तपाईँहरूलाई देखाएको थिएँ नि पिङ खेल्ने ठाउँ होइन। त्यो पिङ खेल्ने ठाउँ चाहिँ एकदम रमाइलो रहेछ क्या, डरलाग्दो रहेछ होइन। यो स्टेप छ यहाँनिर। अलिकति ढिलो भयो। सो स्याड, आइएम फिलिङ भेरी स्याड होइन। अलिक छिटो आउँछु भनेको है, बेलुकाको नजारा हेर्नको लागि आउँछु भनेको। यो घाम चाहिँ यहाँनिर डुब्छ नि त, त्यसले गर्दाखेरि। तर भएन, नेक्स्ट टाइम फेरि आउँदैछु। अलिक रात पनि परिसकेको छ है। सो गाइस फाइनली है, म चाहिँ अब यहाँ आइसकेको छु। तर आज चाहिँ अब भित्र बन्द भएकोले गर्दाखेरि छिर्नु चाहिँ पाइनँ होइन। कम्प्लिट भएन भिडियो। भित्रको चाहिँ म भोलि पछि फेरि आएर देखाउने छु। अनि यहाँबाट चाहिँ म आज फर्किसकेँ। अब फर्किने क्रममा छु। धेरै टाढो छ है, वहाँ तलसम्म जानुपर्छ। यहाँबाट ओह्रालो हिँडेर जाने, यहाँबाट यहाँसम्म पुग्नुपर्ने छ है। हिँडेर मजाले जाने छु। तर जस धेरै पछि होला म घुम्नु आएको, एकदम रमाइलो लाग्यो होइन। अनि यहाँदेखि अलि उता पर्छ फुटुङ चाहिँ है। तर अब यो बाटो त म जाँदिनँ। अलिकति नाइट भ्यू चाहिँ हेर्नु भने कस्तो राम्रो देखिरहेछ क्या। म चाहिँ यहाँबाट छिरेँ। सोलिङ स्टेप हो र हालो। पहिला मैले भिडियोमा बनाएको थिएँ यो। के बर मागी फर्क्यौ भन,
तिमीले पुज्ने ल्योतासँग त्रिशुली बगेर मस्याङदीमा झरेछ तिम्रो माया लौ मलाई रक्सीझै चढेछ सो गाइज अब चाहिँ म छोडिङ स्टेप पनि काटिसकेँ है यहाँबाट चाहिँ म गाडीमा चढेर जानेछु अन्तिमसम्म हेरेर सब्सक्राइब गरिदिनुहोस् अनि लाइक पनि गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला है भिडियोमा केही कमी कमजोरी छ भने म तपाईँहरूलाई फेरि सुधार्ने कोसिस गर्नेछु होइन सो म घर पुग्दाखेरि चाहिँ मलाई भिडियो एडिट गर्नु अलिकति ढिलो होला जस्तो छ होइन सो कृपया तपाईँहरूलाई अनार्थ नसोचिदिनु होला यो भिडियोलाई चाहिँ म आज यहीँ ट्युन गर्न चाहन्छु सबैजनालाई मेरो जति पनि युट्युब फ्यामिलीहरू हुनुहुन्छ है सबैजनालाई ह्याप्पी न्यू इयर वान्स मोर अनि त्यसपछि चाहिँ जाँदा जाँदै भिडियोहरू फेरि कन्टिन्यू रूपमा आउनेछ होइन सो स्टे ट्युन अनि सब्सक्राइब गरेर स्टे ट्युन बसिदिनु होला नयाँ नयाँ भिडियोहरू हेर्नको लागि है त्यति भन्दै सबैजनालाई बाई बाई